आज चाहिँ हामी मगरसँग युकेद्वारा आयोजित 18औं नेपाली ओपन कन्सर्टमा सहभागी हुन आएका छौँ। यो चाहिँ गेस्ट तथा आर्टिस्टहरूलाई खाना तथा बस्न व्यवस्था गरिएको छ। आज हामी सबै भेला भएको छौँ। अब हामी केही क्षणमा चाहिँ अब ओपन कन्सर्टमा जानेछौँ। सूर्यवंशीज्यू लगायत सम्पूर्ण उहाँहरूलाई स्वागत गरिरहेको छ। त्यस्तै गरी मन्त्रब्यान्ड दार्जिलिङ बेन्चबाट आजको मुख्य आकर्षक मन्त्रब्यान्ड भोइस अफ नेपालका विनर मिसेस निता थापा मगरज्यू, त्यस्तै गरी नेपालबाट पाल्नुभएका विभिन्न लोक विधाका विभिन्न आधुनिक विधाका कलाकारहरूलाई तपाईले देखिरहनु भएको छ। कृपया सबैजनाले फेरि एक पटक ताली बजाएर हार्दिक स्वागत गरिदिनु पनि म विनम्र अनुरोध गर्दछु। सबै प्रमुख अतिथिज्यू, विशेष अतिथिहरूलाई मगरसिंह युकेका पूर्व अध्यक्षज्यूहरू, हामी मगरहरूद्वारा आयोजित यस कार्यक्रममा पाल्नुहुने आदरणीय सम्पूर्ण जति पनि दर्शक महानुभावहरू हुनुहुन्छ यहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। विशेष गरी मगरसँग युकेद्वारा आयोजित गर्ने यो नेपाली ओपन कन्सर्टमा पाल्नुहुने तमाम आदरणीय श्रोताबिनहरूमा म कार्यक्रम प्रस्तुता पवन राणाको तर्फबाट हार्दिक हार्दिक नमन गर्न चाहन्छु। त्यस्तै आजको उद्घोषिका दुर्गा गुरुङ मिस सिके नेपाल 2012 यहाँ आइसकेको छु। तपाईँहरूलाई एकदमै वेलकम गर्न चाहन्छु र आज यो स्टेजमा आएर यसरी बोल्न पाउँदा आफूलाई एकदमै लकी फिल गर्दैछु। र साथसाथै हाम्रो को होस्ट हुनुहुन्छ Good afternoon, ladies and gentlemen, and a warm welcome to the 18th Nepali Open Concert 2026. Namaste, UK! I hope सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। Let me introduce myself. This is me मिलन थापा मगर। आज हजुरहरूको कार्यक्रम सञ्चालिकाको रूपमा उपस्थित भइसकेको छु र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो एकमुष्ट रूपमा सबैलाई झर्ले नमस्ते र मेरो सम्मान व्यक्त गर्न चाहन्छु। हाम्रो वेलकम सङ पक्कै पनि हामी यस आजको कार्यक्रमलाई अझ विशेष बनाउनको लागि वेलकम सङ हामी प्रेजेन्ट गर्न गइरहेका छौँ र यसभन्दा अगाडि सुरु गर्नुभन्दा अगाडि हामी स्टेजमा आमन्त्रण गर्न चाहन्छौँ मगरसिंह युकेका प्रेसिडेन्ट लालु फुललाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरी इभेन्ट कोअर्डिनेटर गुमन थापाज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यस्तै गरी आजको प्रमुख अतिथि हाम्रो आजको प्रमुख अतिथि विपिन दवाडीज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्न चाहन्छु र यतिखेर हामी तिनैजना हाम्रो आदरणीय व्यक्तित्वहरूलाई स्टेजमा आसन ग्रहण भन्दा पनि यहाँ थोरै शोभा बढाइदिनु होला स्टेजमा आएर। अनि हामी उहाँहरू स्टेजमा आइसक्नु भएपछि हामी पक्कै पनि यो वेलकम सङ प्रस्तुत गर्नेछौँ र वेलकम सङ प्रेजेन्ट गर्नको लागि आउँदै हुनुहुन्छ। आई थिङ्क हाम्रो वेलकम सङ प्रेजेन्ट गर्नको लागि चाहिँ
गोविन्द पुन्ज्यू अल द वे फ्रम नेपाल हाम्रो सिजन 3 को फाइनलिस्ट हुनुहुन्छ उहाँको लागि एकचोटि ताली बजाइदिनु होला अल द वे फ्रम नेपाल यति सुरिलो स्वर छ कि उहाँको अस्ति एलजीमा पनि हामीले सुन्न पायौँ र यहाँ पनि उहाँलाई वेलकम गर्न पाउँदा एकदमै खुसी लागेको छ र हाम्रो आई थिङ्क एकदमै ट्यालेन्टेड युथ सेक्रेटरी उहाँले लेख्नु भएको जस्तो लाग्यो यो वेलकम सङ होइन र पक्कै पनि र साथै आफ्नो सुमधुर स्वरले लाखौँ दर्शकहरूको मन जित्न सफल द भोइस अफ नेपाल सिजन 7 को फर्स्ट रनर अप मिस पुनम गुरुङ